हेलो हाई गुड इभिनिङ सबैजना सन्चै तथा आरामै हुनुहुन्छ र आई होप भन्दै लागौँ आजको विषयवस्तुतर्फ। नयाँ प्रविधि र खोजको साथमा नेपाल टेलिकमले पनि एउटा नयाँ फिचर्स ल्याएको रहेछ। जति पनि हामी एनटिसी प्रयोगकर्ता छौँ र डाटा खरिद गरेर प्रयोग गर्छौँ, जसमा डाटा सिद्धिए पछाडि जो हाम्रो मेन ब्यालेन्स हुन्छ त्यो मेन ब्यालेन्सदेखि डाटा चल्ने गरेको हुन्छ र जसमा अहिले नेपाल टेलिकमले जुन हाम्रो डाटा सिद्धिसके पछाडि हाम्रो मेन ब्यालेन्सलाई नकाट्ने सिस्टम ल्याएको रहेछ, जसमा कसरी गर्ने आउनुस् जानिराखौँ। यदि तपाईहरू जान्नुभएको छ भने तपाईहरू सबैलाई बधाई र नजानेकाहरूले आउनुस् साथै हेरौँ कसरी गर्ने त्यसलाई। सर्वप्रथम हामी हाम्रो फोन डायलरलाई ओपन गर्छौँ। फोन डायलर ओपन गरिसके पछाडि हाम्रो किप्याडमा गएर स्टार्ट 444 444# प्रेस गरेर कलिङमा जान्छौँ। कलिङमा गइसके पछाडि प्लिज चुज भनेको छ, यसमा हामी नम्बर 4 चुज गर्छौँ। नम्बर 4 मा लेखेको छ एनेबल एन्ड डिसेबल पेजी भनेर भनेको छ, जसमा हामी नम्बर 4 चुज गर्छौँ। नम्बर 4 चुज गरेर सेन्ड गर्छौँ। हामी नम्बर 4 चुज आफ्टर देन सेन्ड गरिसके पछाडि देख्न सकिन्छ हामीसँग यस्तो आएको छ, डाटा प्याक अस यु गो पेजी भनेर भनेको छ, जसमा नम्बर 1 मा छ डिसेबल, नम्बर 2 मा छ एनेबल, नम्बर 3 मा छ स्टाटस। हाम्रो स्टाटस के छ त, हाम्रो डिसेबल छ कि एनेबल छ भनेर हेर्नको लागि हामी नम्बर 3 मा जान्छौँ। हामी एकपटक हामी यसको स्टाटस चेक गर्छौँ है त। स्टाटस चेक गर्दाखेरि नम्बर 3 टाइप गरेर हामी सेन्ड गर्छौँ। हेरौँ अहिले हाम्रो पेजी स्टाटस एनेबल एन्टी भनेर भनेको छ है त। अहिले हाम्रो एनेबल छ। यो एनेबल भएको अवस्थामा हाम्रो जति पनि डाटा प्रयोग गरेको छ, डाटा सिद्धिसके पछाडि हाम्रो मेन ब्यालेन्सलाई काट्न सुरु गर्छ र मेन ब्यालेन्सबाट चल्न सुरु गर्छ। त्यस्तो नहुनको लागि हामीले के गर्नुपर्छ त, हामी सेम प्रोसेसमा जान्छौँ। फोन डायलरमा गएर स्टार्ट 444 444 गरिसके पछाडि # प्रेस गरेर कलिङ गर्छौँ। कलिङ गरिसके पछाडि प्लिज चुज भनेको छ, हामी सेम प्रोसेसमा जान्छौँ। नम्बर 4 चुज गरेर सेन्ड एसएमएस गर्छौँ। सेन्ड गरिसकेपछि हामी नम्बर 1 लाई चुज गर्छौँ। अब नम्बर 1 चुज गरेर सेन्ड गर्छौँ। सेन्ड गरिसके पछाडि योर प्याक डाटा सर्भिस डिसेबल एन्टी भनेर भनिसक्यो। अब हामीले जब डाटा युज गरिसके पछाडि डाटा सिद्धिन्छ, डाटा सिद्धिसके पछाडि हाम्रो मेन ब्यालेन्स काट्न बन्द गर्छ। यति गरिसके पछाडि र यदि तपाईँ फेरि डाटा चलाउन चाहनुहुन्छ भने फेरि तपाईँले डाटा खरिद गरेर चलाउन सक्नुहुन्छ, अरू केही पनि गर्नु पर्दैन भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, थ्याङ्क यू, किप लभिङ, किप वाचिङ, कन्टिन्यू, सी यू, डोन्ट फर्गेट लाइक, सब्सक्राइब एन्ड फलो।